आज हामी नेपालको इतिहासका ती 2 दिनबारे कुरा गर्दैछौँ जसले देशलाई नै हल्लाइदियो। यो कथा हो जेन जेडको त्यो शक्तिशाली विद्रोहको, जसले देशलाई ठप्प बनायो र स्थापित सत्तालाई घुँडा टेकाउन बाध्य बनायो। ल सुरु गरौँ एकदमै डरलाग्दो आँकडाबाट। सोच्नुहोस् त, जम्मा 2 दिनको अवधिमा 75 भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाए। मानवीय क्षति मात्रै होइन, आर्थिक क्षति पनि। त्यो त झन् कहाली लाग्दो थियो। देशैभरि गरेर अनुमानित 21 अर्ब अमेरिकी डलर बराबरको नोक्सानी भयो। अनि यहाँनिर एउटा ठूलो प्रश्न उठ्छ, आखिर कसरी सोशल मिडियामाथिको एउटा सामान्य प्रतिबन्धको कुराले सुरु भएको युवाहरूको आन्दोलनले सरकारले ढाल्ने गरी राष्ट्रिय सङ्कटको रूप लियो? आउनुहोस् यसको जरोसम्म पुगेर हेरौँ। अब यो विस्फोट हुनुभन्दा अलिकति पछाडि फर्केर हेरौँ है त, किनभने यो आन्दोलन यो कुनै एकै रातमा भएको घटना थिएन। यसको पछाडि त वर्षौंदेखि एउटा पुरै पुस्ताको मनमा उम्लिरहेको असन्तुष्टि थियो। यो तस्बिरले त्यो खाडरलाई छर्लङ्गै पार्छ हैन त? एकातिर राजनीतिक वर्ग जो विलासी जीवनशैलीमा रमाइरहेका थिए र अर्कोतिर देशका युवाहरू जो कि त बेरोजगारीको सामना गर्दै थिए कि त विदेशिन बाध्य थिए। नेपोकेड हो यही शब्द। सामाजिक सञ्जालमा यो शब्द एकदमै भाइरल भयो। यसले नेताहरूका छोराछोरीले पाएको अस्वाभाविक धन र पहुँचलाई देखायो र यो शब्द नै आन्दोलनको एउटा प्रमुख नारा बन्न पुग्यो। र भनिन्छ नि, आगोमा घिउ थप्ने काम सरकारको एउटा निर्णयले त्यही गर्यो। जब दर्ता नगरेको भन्दै 26 वटा सोशल मिडिया प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने कुरा आयो, त्यो नै अन्तिम झिल्को बन्यो। युवाहरूको आवाज उठाउने र सङ्गठित हुने मुख्य ठाउँ नै बन्द गर्न खोजिएपछि त्यो आक्रोश अनलाइनमा मात्र सीमित रहेन, सिधै सडकमा पोखियो। अब लागौँ त्यो पहिलो दिनतिर, सेप्टेम्बर 8, 2025, जुन दिन एउटा शान्तिपूर्ण भनिएको प्रदर्शन घातक बन्न पुग्यो। सोच्नुहोस् त, करिब 30,000 युवाहरू, धेरैजसो त स्कुल युनिफर्ममै थिए, शान्तिपूर्ण र्याली गर्दै थिए। तर जब उनीहरू संसद भवनतर्फको ब्यारिकेड तोडेर अघि बढे, अवस्थाले अर्कै मोड लियो। यहाँ एउटा मनै छुने भनाइ छ। 17 वर्षीय सीएम चौलागाईकी आमाले बीबीसीलाई भन्नुभएछ, उसले त आमालाई भनेको थियो आन्दोलनमा सबैजना युवा र स्कुल युनिफर्ममा हुन्छन्, हामीलाई केही गर्दैनन् भनेर। यो भनाइले नै देखाउँछ कि सुरुमा कतिसम्म सुरक्षाको विश्वास थियो, तर घटना कति दुःखद हुन पुग्यो। बीबीसीको एउटा अनुसन्धानले त्यो दिनको घटनाक्रमलाई यसरी देखाएको छ। हेर्नुहोस् त, दिउँसो 12:30 बजे संसद वरिपरि कर्फ्यू लाग्छ। त्यसको मात्र 10 मिनेटपछि 12:40 पुलिस लगमा पिटर 1 भन्ने कल साइनबाट आवश्यक बल प्रयोग गर्नु भन्ने आदेश आउँछ। 1:15 सम्ममा त पहिलो पटक गोली चलेको खबर आइसकेको थियो। अनि 2:09 प्रदर्शनबाट फर्कँदै गर्दा तिनै 17 वर्षीय सीएम चौलागाईको गोली लागेर मृत्यु भयो। पहिलो दिनको त्यो घटना, त्यसले त झन् ठूलो आगो सल्कायो। अब लागौँ दोस्रो दिनतर्फ, सेप्टेम्बर 9, 2025। त्यो दिन राजधानी काठमाडौँ नै आगोको लप्कामा फस्यो। जब हत्याको खबर फैलियो, आक्रोशको सीमा रहेन। मानिसहरूको भिडले राज्यका मुख्य संरचनाहरूमाथि नै आक्रमण गर्न थाल्यो र काठमाडौँमा पुरै अराजकता फैलियो। र भिडको निशानामा के परे त? संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास। यति मात्र होइन, ठूला मिडिया हाउस, प्रहरी चौकी अनि विद्यालय र निजी व्यापार व्यवसायहरू समेत। ह्युमन राइट्स वाचको एउटा रिपोर्टले के भन्छ भने, सहरभरि आगजनी फैलिरहँदा सुरक्षा बलहरू लगभग देखिँदैनन्। उनीहरूले मानिस र सम्पत्तिको सुरक्षा गर्नै सकेनन्। यो भनाइले सुरक्षा संयन्त्रको गम्भीर असफलतालाई स्पष्ट पार्छ। अवस्था यस्तो भयो कि त्यही दिन दिउँसोसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए र सरकार ढल्यो। अब एकछिन रोकिएर हिसाब गरौँ। ती 48 घण्टामा देशले के गुमायो, कति मानवीय र आर्थिक क्षति भयो। यो तालिकाले त्यो क्षतिको एउटा डरलाग्दो चित्र देखाउँछ। कुल मृत्यु 75 भन्दा बढी, 3 जना प्रहरी अधिकृतले पनि ज्यान गुमाए, घाइतेको संख्या 2300 भन्दा माथि। अनि आर्थिक क्षति लगभग 21 अर्ब अमेरिकी डलर। पर्यटन क्षेत्रले मात्रै 25 अर्ब नेपाली रुपियाँ भन्दा बढीको नोक्सानी बेहोर्यो। त्यसपछि नयाँ चुनाव गराउनका लागि एउटा अन्तरिम सरकार त बन्यो, तर त्यो विद्रोहले छोडेर गएका घाउहरू ती अझै पनि ताजे छन्। त्यसो भए यो आन्दोलनको विरासत के हो त? यसले के छोडेर गयो? विश्लेषकहरू यसलाई व्यवस्थामाथिको एउटा हाई भोल्टेज शक भन्छन्। र यो आन्दोलन किन फरक थियो भने, यो विगतको जस्तो कुनै राजनीतिक दलले चलाएको थिएन। यो त नेतृत्वै नभएको डिजिटल माध्यमबाट जोडिएको एउटा आन्दोलन थियो, जसको माग थियो सुशासन, पारदर्शिता र रोजगारी। अनि सबैजना नेपालको झण्डामुनि गोलबद्ध भएका थिए। विश्लेषक अनिल केसी शाहले काठमाडौँ पोस्टमा लेख्नुभएको एउटा कुराले यसको चुनौतीलाई एकदमै राम्रोसँग देखाउँछ।
उहाँ भन्नुहुन्छ यो भनेको सगरमाथाको आधार शिविरमा पुग्नु जस्तै हो। खास आरोहण त अब सुरु हुन्छ, सडकको आवाजलाई राजनीतिक र संस्थागत शक्तिमा बदल्ने आरोहण। र अन्त्यमा हामी यही प्रश्नमा आएर रोकिन्छौँ के साँच्चै त्रासदी र आक्रोशबाट एकै ठाउँमा उभिएको यो डिजिटल पुस्ताले देशको भविष्यलाई एउटा नयाँ आकार दिन सक्ला त? यसको जवाफ त समयले नै दिनेछ।